ठ्याक्कै हेर्ने बेला विदेशी किचन जस्तो देखिने यो मोडुलर किचन। सानो डिटेल्स जस्तै तपाईको अन्डर क्याबिनेट लाइटिङ, फुल हाइट क्याबिनेटहरू, हाई क्वालिटीको ग्रेनाइट काउन्टर टप र किचन क्याबिनेट मुनि प्रोभाइड गरिने स्कर्टिङ, सबै कुराहरू चाहिँ एकदमै ध्यान पुर्याएर चाहिँ बनाइएको छ यो किचन, जसले गर्दा फिनिशिङ पनि एकदमै राम्रो निस्केको छ। र यसमा प्रयोग भएको अप्लायन्सेस पनि हेर्न सक्नुहुन्छ, एकदमै हाई क्वालिटी लग्जरियस अप्लायन्सेसहरू राखेको छ यसमा। जस्तै तपाईको यो ओभन प्लस स्टभ, यसमा चाहिँ तपाईले खाना पकाउनेदेखि लिएर बेकिङ सबै गर्न सक्नुहुन्छ। त्यसै गरी यो पुल आउट क्याबिनेट्सहरू, तपाईको स्टेनलेस स्टिलको र्याक्सहरू तथा डबल डोर फ्रिजदेखि लिएर डिसवासरहरू सबै राखिएको छ यसमा चाहिँ। क्याबिनेट्स पनि हजुरको वुडन क्याबिनेट्सहरू प्रयोग भएको छ यसमा, जसमा चाहिँ व्हाइट फिनिशिङ गरिएको छ। र टप क्याबिनेट पनि हेर्न सक्नुहुन्छ, फुल हाइट टप क्याबिनेट चाहिँ प्रयोग भएको छ यसमा, जसले गर्दाखेरि तपाईको क्याबिनेट माथि धुलो जम्ने समस्या चाहिँ हुँदैन। र अन्डर क्याबिनेट लाइटिङ पनि प्रयोग गरिएको छ, जसले गर्दाखेरि चाहिँ खाना बनाउनदेखि लिएर कटिङ गर्न सबै कुरामा चाहिँ एकदमै सहज हुन्छ। र अन्डर क्याबिनेट लाइटिङमा पनि तपाईको वार्म लाइटिङले गर्दाखेरि चाहिँ किचन एकदमै एस्थेटिक देखिन्छ। अब यो चाहिँ तपाईको ओपन लिभिङ किचन भयो। र यता अब खाना बनाउने बेला अलिक क्लटर त भइ नै हाल्छ। अब गेस्ट आउने बेला अलिकति प्राइभेसी चाहिन्छ अथवा अलिक छिलो पिरोहरू खाना बनाउनु पर्छ भने यसरी तपाईले किचन भित्र पनि एउटा मिनी किचन बनाउन सक्नुहुन्छ, जहाँ पनि यो क्याबिनेट्सहरू बनाएर एकदमै राम्रो फिनिशिङ चाहिँ निकालिएको छ। र साथै एउटा प्यान्ट्री पनि छ यता चाहिँ। नेपाली किचनहरूमा चाहिँ प्यान्ट्री चाहिँ खासै बनाइने गरिन्न। यसरी किचन बनाउँदा तपाईले प्यान्ट्री बनाउनु भयो भने चाहिँ अन्न रासन स्टोर गर्नलाई चाहिँ एउटा ठाउँ पनि भयो र तपाईको किचन पनि त्यति क्लटर भएन। अब यो किचनको प्राइस चाहिँ कति होला त? यदि प्राइस जान्न मन छ भने कमेन्ट सेक्सनमा प्राइस लेखिदिनु होला।